आज चाहिँ किन सरले सबैलाई टिका लगाइदिनु भयो त अनि सर र म भएर चाहिँ किन नाचिरहेको छ आज हेलो एन्ड नमस्ते आज हो डे 31 आज चाहिँ बिहान बिहानै उठेर के हुँदैछ किचनमा भनेर हेरेको त भाइले त थुक्पा पकाउन लाग्दै रहेछ अनि अब भाइले आजसम्म कहिले पकाएको पनि थिएन अनि के मिठो पकाउला भनेर म चाहिँ लागे आफै पकाउनतिर एकैछिनमा थुक्पा पनि पाकेर रेडी भइहाल्यो अनि भाइले चाहिँ आलु पनि उसिनिहाल्यो अनि बाबा र म भएर आलु पनि तासिहाल्यौँ र मैले आलु पनि मिचिहाले अनि फेरि भाइ चाहिँ लाग्यो चिया पकाउनतिर र भाइले एकैछिनमा चिया पकाएर पनि ल्याइहाल्यो र हामीले चिया पनि खाइहाल्यौँ त्यसपछि म चाहिँ लागे थुक्पाको सुप बनाउनतिर र मैले सबैभन्दा सुरुमा चाहिँ न्युटेलालाई फ्राई गरेँ अनि आलु र चना हालेर एकछिन पकाएँ त्यसपछि रस हाल्दा हाल्दै मैले त कति धेरै रस हाले पत्तै पनि पाइन एक कराई भएछ अब आफैले पकाएको मिठो छैन भन्यो भने त मम्मीले मार्नुहुन्छ भनेर मिठो नभए पनि मिठै मानेर खाइदिए त्यसपछि म चाहिँ लागे मेरो लुगा धुनतिर र मैले एक मुठी सरप हालेर लुगा पनि भिजाइहालेँ र एकछिनपछि लुगा पनि धुइहालेँ र त्यसपछि म चाहिँ रेडी भएँ विराट चोक जानलाई सुरुमा चाहिँ ढाका टोपी लाएर जाउँ कि भनेर सोचेँ अनि फेरि आफैलाई खिच्चा लाग्यो अनि ढाका टोपी खोलेर राखेर म चाहिँ हिँडेँ साइकल लिएर विराट चोकतिर अनि एकैछिनमा म कन्सल्टेन्सी पनि पुगिहालेँ अनि पुग्ने बित्तिकै मैले सरलाई चाहिँ दिएँ पाथी बाह्रबाट ल्याएको प्रसाद अनि म गएँ अर्को सरको ठाउँमा र अर्को सरलाई पनि दिइहालेँ र अर्को सरले पनि टिका र माला लाउनु भयो अनि अरू विद्यार्थीहरूलाई पनि पाले पिलो टिका पनि लगाइदिनु भयो अनि यतिकै सरसँग बोल्दै बोल्दै अफिस गएको थियो अफिसमा त केक राखेको रहेछ अनि मलाई त थाहै थिएन आज त सरको बर्थडे रहेछ अब केक देखिसकेपछि चुप लागेर बस्ने त कुरै भएन जक्कुले काटेर आफैले ड्याङ हानिदिहाले अनि केक खाइसकेपछि हामीहरूलाई चाहिँ बेग्लै जोस आएर सर र मैले भएर एकछिन डान्स पनि हान्यौँ र त्यसपछि म चाहिँ गएँ जुत्ता पसल अनि त्यहाँ चाहिँ मैले ब्ल्याक कलरको यो जुत्ता हेरेँ र लाएर पनि हेरेँ साह्रै राम्रो देखिएको थियो तर जुत्ता किन्नलाई मसँग पैसै थिएन त्यही भएर चाहिँ साइकल लिएर म चाहिँ आएँ घरतिर र आजको लागि यति नै बाइ